हेलो वेलकम ब्याक। बिटकोइनको प्राइस अहिले 65K को रेन्जमा खेलेको छ। अब मार्केट एकदमै डाउन टाउन जाने जस्तो देखिन्छ होइन। धेरै न्युजहरू हेर्दा धेरै आर्टिकलहरू हेर्दा चाहिँ अब स्ट्यान्डर्ड चार्टरले त इभन बिटकोइनको प्राइस 50K सम्म जाने डिप हान्ने भनेर कुरा गरेको छ। इथेरियम 1400 सम्म जाने भनेर प्रेडिक्सन गरेको छ होइन। जबकि उसले यो बाई 2026 150,000 सम्म पुग्छ भनेको थियो। सो अब लेफ्ट एन्ड राइट सबैतिरबाट अलिकति जियो पोलिटिकलदेखि लिएर होइन टेक्निकल कुराहरूदेखि लिएर टेक स्टकहरू एसएनपी डाउ एभ्रिथिङ इज डाउन होइन। यो सबै कुराले फ्याक्टर इन प्ले गरेको छ। यो सँगसँगै चाहिँ जियो पोलिटिकल कुराले पनि इन्फ्लुएन्स गरेको छ यसलाई चाहिँ। मेन चाहिँ अब जुन ट्रम्पले क्यानाडालाई ट्यारिफ लगाएका थिए त्यसलाई चाहिँ कङ्ग्रेसले चाहिँ के अरे ऊ गरेको छ, क्यान्सल गरिदिएको छ। अब त्यस्तै गरेर ब्राजिलमा यो मेक्सिकोमा लागेको ट्यारिफहरू यो कुराहरूलाई पनि अब भलै सुप्रिम कोर्टबाट फाइनल अर्डर आउनु बाँकी छ, तर त्योभन्दा पहिला कङ्ग्रेसले पनि यसलाई अगेन्स्टमा काम गर्ने जस्तो कुराहरू गरेको छ। सो अब ट्रम्प पोलिसीलाई चाहिँ यसले बिगर इम्प्याक्ट गर्ने भयो र यो कुराले पनि एउटा अनसर्टेन्टी दिएको भएर चाहिँ मार्केटले अझै डिप राखेको छ। अब मार्केटमा चाहिँ यसो हेर्ने बेलामा भनौँ न अब कहाँसम्म झर्छ मार्केट भनेर हामीलाई थाहा पाउनु एकदमै गाह्रो पनि छ। र नर्मल्ली बटम भनेको एउटा सर्टेन टाइम नबित्दासम्म हामीले थाहा पनि पाउँदैनौँ। र त्यस्तै गरेर गोल्ड सिल्भरले पनि म्यासिभ डाउन हानेका छन् होइन। अब कति 3-4 ट्रिलियन डलर त वाइप आउट पनि भएको देखिन्छ करिब 1-1.5 घन्टा 2 घन्टाको रेन्जमा चाहिँ। सो अब नट जस्ट क्रिप्टो एभ्रिथिङ इज डाउन, किनभने ग्लोबल्ली एउटा म्याक्रो अनसर्टेन्टी एकदमै अहिले के अरे फ्रड जेनेरेट भइरहेको छ। र अनसर्टेन्टीले नै अहिले सब मार्केट तलतिर ड्र्याग गरिरहेको छ। र यसमा अन टप अफ द जियो पोलिटिकल कुराले पनि एड गरेको छ। र फेरि युएस र यो रसियाको पनि फेरि कुराहरू मिल्ने जस्तो कुरा भएको छ। यिनीहरूले केमा एग्रिमेन्ट गरेर ट्रम्प र पुटिनले फेरि यो रियल मिनरल केमा सम्झौता गरेर चाहिँ फेरि रसियाले युएस डलरमा चाहिँ युएस डलरलाई ब्याक गर्ने यसमा सपोर्ट गर्ने भनेको छ। उनीहरूको ब्रिक्स करेन्सी जुन थियो युएस डलरभन्दा बाहिर जाने त्यसलाई चाहिँ डम्प गर्छु भन्ने कुरा गरेको छ। सो अब कन्ट्रिजहरूले आफ्नो प्रफिट या आफ्नो फाइदाको लागि चाहिँ धेरै कुराहरू मुभमेन्ट गरिरहेको देखिन्छ। र यसले मार्केटमा ग्लोबल एउटा सिनारीमा चाहिँ अनसर्टेन्टी पनि क्रिएट गरेको छ। सो यो कुराहरू हेर्न बाँकी छ। र अब अहिले अब हामीले रिसेन्टली हेर्छौँ भने माइक्रो स्ट्राटेजीले चाहिँ यो जति पनि कर्पोरेटहरूले बिटकोइनहरू पर्चेस गरेका छन् त्यो मध्येको 97.5% त माइक्रो स्ट्राटेजीले मात्र बाई गरेको छ। सो अहिलेको टाइममा हामी माइक्रो स्ट्राटेजी ब्ल्याकरोक जस्तो इन्स्टिट्युसनहरू एकदमै स्ट्रङ भएर बसेको हेर्न चाहन्छौँ, किनभने बिटकोइनलाई एउटा मेजर सपोर्ट रहेको छ यो कम्पनी र यसका माइकल सेलर जस्ता मान्छेहरूले गर्दा। सो अन्टिल यिनीहरूले किनिरहेका छन्, यिनीहरूले बिटकोइनलाई चाहिँ सपोर्ट गरिरहेका छन्, आई थिङ्क बिटकोइन विल होल्ड अन। र सर्ट टर्ममा चाहिँ लङ टर्ममा बिटकोइन आफै पनि एउटा इन्डिपेन्डेन्ट छ। ऊ जहिले पनि सबै चिज यो फ्रडहरूलाई चिरेर अगाडि बढिरहेको छ। हिस्ट्री हेर्ने हो भने र यो पालिको यो फ्रड यो अनसर्टेन्टीलाई पनि चिरेर अगाडि बढ्ने नै छ र फेरि ब्याक टु अल टाइम हाई पनि जानेछ। तर अहिलेको टाइममा बटम कहाँ छ त 50K 45K 40K 30K होइन, कहाँ छ त्यो चाहिँ अझै पनि थाहा छैन। यो थाहा पाउनुको लागि चाहिँ हामीले टाइम नै वेट गर्नुपर्ने हुन्छ। र तपाईँहरू पनि त्यही हिसाबले अलिकति अलर्ट भएर बसौँ। र अलिकति यो म्याक्रो फियर जुन छ यो अनसर्टेन्टीले गर्दा चाहिँ मार्केटमा डाउनवर्ड छ र अझै डिप हान्छ भन्ने जस्तो देखिएको छ है।